र यो समय उहाँलाई दिन चाहन्छु। धन्यवाद। सबैजना हामी ताली बजाएर स्वागत गर्छौँ। आज यति टाढाबाट आउनुभएको पायौँ अनि हामी विस गर्न अगाडि उहाँको निम्ति एउटा वचन म पढ्नेछु। परमेश्वरले उहाँको जीवनमा यस्तो कुरो गरून् जुन कुरो 2:9 यसरी लेखेको छ, तर यसो लेखिएको छ, आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका यिनै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नु भएको छ। सबैले गाउनेछौँ ल। यसको अलिक साउन्ड बढाइदिनु। यसलाई नि सबै डिस्ट्रिब्युट गर्ने। यो कतिखेर बाँडिदिने? अब यो क्लासमा क्लासमा कतिखेर त हामीले केक भेट्दैछौँ ल क्लासमा। ल एकछिन ल।